ममता बनर्जीको कार्यकालमा भ्रष्टाचार भएको आरोपबारे छानबिन गर्न आयोग गठन। पश्चिम बङ्गाल सरकारले ममता बनर्जी सरकारको कार्यकालमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान गर्न आयोग गठन गरेको छ। यस आयोगको अध्यक्षता कलकत्ता हाइकोर्टका सेवानिवृत्त जज विश्वजित बासुले गर्नेछन्। राज्य सचिवालयले गत 10 जुलाईमा एउटा विज्ञप्ति जारी गरेको थियो। उक्त विज्ञप्ति अनुसार आयोगले सन् 2011 देखि यस वर्षको मे महिनासम्ममा भ्रष्टाचारका आरोपको अनुसन्धान गर्नेछ। यसमा शिक्षा, खाद्य र आपूर्ति, राहत तथा विपद व्यवस्थापन, नगरपालिका र पञ्चायतको अधिकार क्षेत्र, आवास तथा मत्स्य पालनका काम कारबाहीहरू समेटिएका छन्। त्यस्तै सत्ताको दुरुपयोग, मिड डे मिलको गडबडी र सरकारी जागिरको नियुक्तिमा भएको भ्रष्टाचारको पनि अनुसन्धान हुनेछ। यसका साथै गैर कानुनी रूपमा गरिएका पक्राउहरू र झुटा मुद्दाहरूको पनि अनुसन्धान गरिनेछ।